फोन उठाए त्यो सोल्टिनी 2,000 years later. हजुर हेलो हजुर के छ हो जयमसी जयमसी के गर्दै हुनुहुन्छ म आउन लागेको के भयो अनि सोल्टिनी त नि चमकै छैन त हो हाँस्ने हेर्नै छैन त अनि सोल्टीहरूले बिर्सेपछि अनि कहाँबाट चमक आउँछ ए कहाँ बिर्सिनु म सोल्टिनलाई यत्रो सम्झिरहेको छु यार आज 2 वर्षमा एकचोटि फोन गरेछ तपाईँसँग पक्रुन तपाईँलाई त म यहाँ के सोध्नु पर्ने छ के सोध्नु पर्ने छ हौ सोल्टिनी यस्तो मान्छेहरू ए सोल्टिनी सम्झिँदैन सबै थोक एक्लै एक्लै अहिले त होइन सोल्टिनले सम्झिँदैन जबरजस्ती हामीले कल गर्नु परिरहेछ कल गर्दाखेरि पनि है आमामा ए फोन आयो सोल्टिनी एकछिन ल फोन आयो हौ अरे ओची दाइको फोन आएछ ल ल हेलो 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 हजुर ए म सोल्टिनीसँग बोल्दैछु है यता सोल्टिनीसँग बोल्दैछु हेलो ए मेरो फोन आइरहेको छ सोल्टिनी अहिले ल अलिकति हेलो देख्यो हजुर के देख्यो हजुर केही सुनिनँ हौ मैले हेलो फोन फेरि सुनेर राखिदिन्छु अहिले ल सोल्टिनसँग बोल्नु पऱ्यो नि गर्न मलाई 17 बाट फोन गर्न कस्तो देखिन्छ फोन आयो हेलो के हो भाइ फोन पनि उठाउँदैनस् दाइको बल्ल बल्ल दाइले फोन गर्दाखेरि तेरो बाजे बोल्दैन घरमा के हो काम के बाजे साजी भनेको के गर्दैछस् छुट्टी हो तेरो स्लिपिङ अन द बेड यस छुट्टीमा अनि तेरो दाइलाई सम्झिनु पर्दैन मैले सम्झिनु पर्ने तँलाई अनि तेरो छुट्टी आज कुन बार हो आज एकछिन चेक आयो फोन आयो ओची दाइ गरेछ फेरि हेलो हेलो के छ हेलो अलिकति सुनेन हौ देखिरहेको छैन हौ हेलो फोन आइरहेको छ हौ म पर्खिदिनँ अहिले फोन उठाउनु हेलो के छ सुजन ब्रो के गर्दै हुनुहुन्छ यार ढलिरहनु भएको छ यार तपाईँ यार ए मेरो यसो हजुर छुट्टी थियो सुजन ब्रोलाई सम्झेको सुजन ब्रोले सम्झिनुहुन्न हामीलाई के हो एकछिन सुजन ब्रो फोन आयो सुजन ब्रो ओची दाइको फोन आएछ क्या हेलो सुनेन हौ के छ हौ हेलो दिनु भएको ब्रो लिएको हो ब्रो